आज चाहिँ हामी चिकन फ्राई खाउँ भनेको। यसमा मैले चिकन 1 केजी छ अनि अब गरेर यसमा त्यहाँदेखि चिकनसँग डिप गर्दै खानुको लागि चाहिँ यो चाहिँ हामीले अदुवा अरे टमाटर लसुन खुर्सानी धनियाँ हालेको छ। यसमा चाहिँ मजा आउँछ नि त, मलाई चाहिँ मनपर्छ। तपाईँहरू ट्राई गर्नुहोस्, तर सबैले गरेको हुन्छ। यहाँ चाहिँ अदुवा लसुन पनि हाल्नु सक्यो। अब कन्फ्लावर हाल्नु मजाले हामीले चाहिँ यो चिकन फ्राई गर्नु पनि थालिसक्यो। अब अहिले एकैचोटि पाकेर देखाउँछु। हाम्रो फाइनली चिकन खानुको लागि रेडी छ। तर यसको लागि धनियाँ लसुन प्याज काँक्रा निम्बु यो स्यालेडमा खाइदियो नि हामी। पनि रसै नभएको रहेछ। हुन्छ भइहाल्छ। ल त खाए है।